चेस साथीहरु फाइनली स्पोर्टमा नै आइपुग्यो। दाजु दाजु त्यहाँ तल खाना बनाउने पानी लिन जाने भनेर अब पहिला त खाना बनाएर खानु पर्यो नि त, पानी लिन जानु भइरहेछ। पानी लिन पनि धेरै तल जानुपर्छ, गाह्रो छ साथीहरु। अब दाइ गाह्रो भयो। ट्याक्क अघि चाहिँ त्यहाँ स्याङजामा सामान किनियो, त्यतिखेर चाहिँ भिडियो बनाउन पाइएन। अहिले चाहिँ ठ्याक्कै स्पोर्टमा आएर चाहिँ साधन त्यहाँ राखेछौँ। उता चौतारातिर दाइहरू गइसक्यो, अब खाना बनाउन रेडी हुँदैछ। अब चौतारामा वीरेन्द्रहरू पुगिसक्यो सामान लिएर। ल साथीहरू फाइनली स्पोर्टमा आइपुगिसक्यो। ट्याक्क चौतारा मुनि बसेर खानासाना बनाउने काम हुन्छ। अब हाम्रो आजको कुकम्यान चाहिँ जित दाइ हुनुहुन्छ। दाइ चुलो बनाउँदै हुनुहुन्छ, दाउरा साउरा खोजेर पनि रेडी भइसक्यो। यता अब पालसाल टाँगेर बस्नको लागि व्यवस्था मिलाउने कार्यक्रम हुँदैछ। अब अलिअलि काम पनि गर्नु पऱ्यो, हात पनि बढाउनु पऱ्यो साथीहरू। स्पोर्ट चाहिँ यही हो। अब आज राति यहाँ अनि यहाँ माथि यता रतिर हानिन्छ। के कतिको लाग्छ अब प्रो मास्टरहरूलाई सोध्नुपर्छ। दाइ वीरेन्द्र दाइ ढालिन्छ त आज? ल साथीहरू फाइनली खाना बनाउनु सुरु भइसक्यो। जेठानले पकाउँदै हुनुहुन्छ। जेठान चाहिँ एकदम नम्बर 1 कुक हुनुहुन्छ। धेरै मिठो बनाउनुहुन्छ जेठानले। एकदम स्पेशल हो नि। चुलो पनि ट्याक्क बनाएर। अब गाह्रो छ साथीहरू, दुःख त गर्नै पर्यो। माछा नि मार्नै छ फेरि है जेठान। अब यता जेठान बसिनु भयो खाना बनाउन। उतातिर अब पार्टी चल्दैछ, खाजा खान लाखान टोलीहरू। अहिले अब कति बज्यो? 11:30 भइसक्यो। अब 12 बज्छ होला खाना खाँदाखेरि। त्यही भएर भोक लागेर चाहिँ खाजा बनाएर मिठो बनाएर खाने हो साथीहरू खाना। त्यसमा मिठो बनाउनु छ। म यहाँ सहयोग गर्दैछु। म कुक हेल्पर हो है साथीहरू, हेल्पर। राजु दाइ नि कुकम्यान त राम्रै कुकम्यान हो, तर आज जेठान आउनु भयो। जेठान झन् एकदम वीरेन्द्र दाइ नि मोबाइल चलाएर बस्नुभयो। माछा मार्न सुरु भएको छैन हुन त।
अस्ति भर्खरै 10 किलोको ढालेर सेलाएर बस्यो नभए आज हेरौँ धेरै भयो होइन तात्तातै हो यो कुरा पनि होइन साथीहरू फाइनली मासु पनि अब तयार हुने अवस्थामा छ नम्बर 1 वर्ल्ड कुक क्या हाम्रो जेठान रमाइलो मजा छुट्टै हुन्छ यस्तो खोलाको छेउमा तिरमा बसेर मजाले पकाएर खाएर प्रकृतिसँग रमाउँदै माछा मार्दै फिसिङ गर्नुको मजा बेग्लै छ मौसम पनि राम्रै छ सफा छ आज साथीहरू टक्क चौतारको बिचमा बसेर बाँड्दैछ साथीहरूले अब खाना खानु सुरु भयो मासु भात ठ्याक्क पाकेर रेडी भएर खाना सुरु हुँदैछ जेठान मिठो छ कुकै हो जेठान आफै बनाउनु भएको हाम्रो मेन होइन जेठान वीरेन्द्र हो भाग लाउँदैछ वीरेन्द्रले पकाउने अरूले भाग चाहिँ लाउने वीरेन्द्रले साथीहरू फेरि माछा निकाल्छ वीरेन्द्रले फेरि माछा चाहिँ फेरि निकाल्छ मासु हतार हो वीरेन्द्र फेरि मेन ठिक छ खाना स्टार्ट कस्तो वीरेन दाम दामी अब खाएर अब ठ्याक्क खाने हो साथीहरू अहिले तल माथि यहाँ यो झोलुङ्गे पुलदेखि यहाँसम्म यो लिएर यहाँ माछासम्म ट्राई गर्ने साथीहरू अब खाना खाएर हेर माछा कति लाग्छ भिडियो हेरेर लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला साथीहरू कृपया भिडियो अन्तिमसम्म पनि हेरिदिनु होला साथीहरू है साथीहरू खानपिन सकेर पनि हामी अहिले अब रड ड्रिल मेसिनहरू सबै रेडी गर्दैछ बल्छीहरू कोही बल्छी उन्ने कोही रड ड्रिल फिट गर्ने कसैको रेडी भइसकेको छ कसैले यहाँ रड ड्रिल रेडी गर्दै हुनुहुन्छ भेनाहरू पनि वीरेन्द्र पनि यहाँ रेडी सब फुल एन्ड फाइनल फेजमा रेडी हुँदैछ वीरेन्द्र निकाल्ने भन्दैछ वीरेन्द्रले रेडी हुँदैछ है साथीहरू है ल साथीहरू सबै हन्टरहरूको सामान यहाँ रेडी भइसक्यो अब लगभग 6-7 रड रेडी गरेको छ सब ब्रान्डेड ओरिजिनल छ साथीहरू व्हाइट ट्यापिकदेखि लुकोना फोर्स स्टोन आइल्यान्ड रिलहरूदेखि लिएर सबै छ साथीहरू आधी खोलाको यो फर्स्ट टुर 6जना यहाँ फिसरम्यानहरू रेडी भएर वान एन्ड ओन्ली अब माछा निकाल्ने मै हो भन्दै एकदम रेडी पोजिसनमा हुनुहुन्छ वीरेन्द्र पनि यहाँ रेडी छ अब ट्याक्क हानेर अब निकाल्ने साथीहरू माछा साथीहरू हामी यो बोक्सीरमा आएर यहाँ कास्टिङ पनि गरिसकेका छौँ खासै माछाले अहिले ठुङ्गेको छैन अहिले एकचोटि मात्रै ठ्याङ पारेको थियो करण यहाँ रेडी छ पुरा हाम्रा उनेर मार्ने भनेर 2टा रड हानेको छौँ वीरेन जेठान अनि तलतिर गएको छ अनि लाउरी दाई यहाँ कुनामा हानिराख्नु भएको छ हामी चाहिँ यहाँ आएर हानेछौँ करण र म भएर सबै लोकेसन पहिला चेक हाल्दैछौँ साथीहरू कहाँ पर्छ भनेर यो चाहिँ बोक्सिरा हो सेती दोकानभन्दा थोरै तल प्रयास जारी छ है साथीहरू हाम्रो करणले अलि धार सुकाइदिन्छु यहाँ भन्दैछ खै खै माछा पर्दैछ साथीहरू रातिको समयमा
सरको पाखले सिक्या गराउँथे सरले निकाल नाइस गर नाइस जिजी राति यहाँ पर्छ भनेको चाहिँ साथी मैले हेर न हेर्नुहोस् साथीहरू रातिमा चाहिँ राम्रोसँग पर्छ है माछा रातिमा चाहिँ पर्छ सर जस्तै पहेँलो भएर आएको है साइजको रहेछ र नि ल साथीहरू फेरि पनि स्वागत छ न्यू डे न्यू भ्लगमा। आज पनि फिसिङको लागि भनेर हामी यो बयरघारी लोकेसनमा आइसकेका छौँ साथीहरू। बिहानभरि पानी पर्यो त्यही भएर भिडियो खिच्दा नि पाइएन। रातभरि अनि आउँदा नि पानी पर्यो। पानीले भिज्दै भिज्दै आएर अहिले लगभग 1 बज्यो। आएर सब कपडाहरू पनि यहाँ सुकाउँदैछ। यस्तो गरेर वीरेन्द्रले यहाँ खाना बनाउँदैछ। स्पेसल खाना बनाउनु लाग्छ के हो यो ल बफको मासु रहेछ अझै खाना बनाउँदैछ। कपडाहरू पनि सुकाएको छ साथीहरू। आज यहीँ हान्नु पर्यो यो बयरघारीको लोकेसनमा। हेरौँ कति लाग्छ। ल साथीहरू मौसमले साथ देला जस्तो छैन। के गर्ने कहिले पानी पर्छ कहिले घाम लाग्छ। खोला त अहिलेसम्म सफाइ छ साथीहरू। खाना बनाउने यस्तो त्रिपाल हालेर यहाँ खाना बनाउँदैछौँ साथीहरू। तरकारी पाक्दैछ। यो बफ मासु बनाएको छ वीरेन्द्रले। अब खाना बनाउने यहाँ रेडी बनाइराखेको छु। मौसमले साथ दिएन त सब पानी परिरहेछ साथीहरू। हेर्नुहोस् त सब पानी परिरहेछ। यस्तो पनि खाना बनाएर खाना पर्यो साथीहरू। के गर्नु खाना बनाएर रेडी गर्दैछ। खाना खाएर ट्राई गर्ने हो। वीरेन्द्र फेरि उता उनीहरूको दाना हान्न गएको छ। रेनकोट ओढेर हानेछ वीरेन्द्रले। ल साथीहरू खाना पाकेर पनि खाना सुरु गरियो। दिउँसोको 3 बजे बल्ल खाना सुरु गर्दैछ। वीरेन्द्र मिठो छ। मोबाइल चलाउँदै वीरेन्द्र मस्त खाइरहेछ। अब ढिलो भयो साथीहरू। पानीले हैरान बनायो। दुःख सुख गरेर भए नि पकाएर खाँदैछौँ। ल साथीहरू खाना खाँदैछौँ। अब खाना खाएर फेरि माछा मार्न सुरु गर्नु पऱ्यो साथीहरू। अहिलेसम्म त पानीले डिस्टर्ब हानेको छ। खाना खाएपछि हेरौँ मौसम कस्तो हुन्छ। अब प्रयास त गर्ने छौँ। तल हेर्दा चालिसक्यो साथै देखि सक्नुहुन्छ माछा। धेरै समयको मेरो प्रयासपछि अहिले यत्रो पर्न सफल छ। यसलाई तल निकाल्नु पर्यो साथीहरू। जाली छ फेरि। वीरेन्द्र निकाल है खेलाएर। भ्लाद भ्लाद उफ्रिन्छ फेरि है। ओहो माछा धेरै समयको मेहनतपछि वीरेन्द्रले निकालेको एउटा सहर गोल्डेन माछी साथीहरू। आधी खोलाको गोल्डेन माछी फायर टाइगरमा। तिर्दै छ। बिस्तारै आधासम्म होइन त्यो तिमी छोड। त्यसो गर्ने हेर्नु कान्छ।
त्यो राख्ला गर्छ है राख्दै नसम्म त तिमीले राख्ला जान्छ के राख्ला गर्छ के नाइस बिरेन नाइस जिजी आफ्टर सो लङ टाइम साथीहरू एउटा पर्न सफल 1 केजीको पर्यो हेरौँ अझै प्राइस जारी छ कति पर्छ होइन सुमन नाइस बिरेन नाइस नाइस बयर घारी आएपछि बल्ल एउटा पर्यो होइन बिरेन जी बयर घारीमा 1 केजीको है ल धेरै समयको मेहनतपछि बल्ल एउटा गोल्डन माछी पर्न सफल भएको छ साथीहरू नाइस साइज है बिरेन जी खै यस्तो त्यार्सो गरेर त खै कस्तो छ तर राख त त्यो नाइस बिरेन नाइस 1 केजी होला 1 केजी त छ 1 केजी त छ 1 केजी छ 1 केजी छ होला जी बिरेन जी ल ल नाइस साथीहरू धेरै समयको मेहनतपछि जी एउटा पर्न सफल उद्घाटन भयो यो चाहिँ ल अनि दाइ हजुरले दिएको राफलामा झ्याप्पै फायर टाइगरमा निकालिहाल्यो बिरेनले ल गोल्डन माछी खै बिरेन ल निकाल्छ क्या बिरेनले भन्दै साथीहरू ढिलो चाँडो हो 6 बेला लाग्छ घाम भन्छ बिरेनले निकालिहाल्छ नि आस लागेको थियो मलाई पनि ल बिरेनले त निकाल्छ साथीहरू एउटा गोल्डन माछी 1 केजीको भयो नि पर्यो अझै प्राइस जारी छ यो फर्स्ट हो कति बज्यो अहिले त्यस्तै 8:30 भयो ठ्याक्कै 8:30 ल ल यहाँ वीरेन्द्रले पनि बस्ने राख्ने ठाउँ पनि बनाएर पनि भ्याइसक्यो दामी बनाएको छ यति भएपछि त दामी भयो नि बिरेन जान्न नि जान्न सेप पनि भयो रिलिज हान्दैन क्या वीरेन्द्रलाई क्या चाहिँ रिलिज हो क्या ल साथीहरू हिजो मारेको गोल्डन माछी यत्रो मात्रै पर्न सक्छ साथीहरू त्यो ठुलो परेन 1 किलोको पऱ्यो होला ल साथीहरू यही एउटा मात्रै पार्न सफल भयो रातभरि हान्यौँ परेन यही एउटा मात्रै पऱ्यो अन्त यत्रो ठुलो राफलालाई पनि यत्रो कद्दिएर झ्याच्चै हान्दिएछ के माछा निकाल्छ वीरेन्द्र यस्तो हो यत्रो निस्किन्छ राफलामा साथीहरू यत्रो अवाचीमा यस्तो राफलामा यत्रो कद्दिएर खाइदिने यार रिलिज हान्दियो है के काम त ल भोलि माछी 5 केजीको भएर बस रिलिज यसलाई ओइ जान मोरिस क्या हो रहेन लो पोल त जानु के भयो मोरिस र मोरिस हैन जिम्मै छ बाउरी हुन्छ यो नाइस नाइस सहर नाइस वीरेन्द्र जी वीरेन ल धेरै समयको मेहनतपछि वीरेनले निकाल्न सफल भएको छ साथीहरू एउटा 1 केजीको एउटा सहर आफ्टर सो लङ टाइम है साथीहरू है 1 केजी मस्त छ फायर टाइगरमा घप्पै हान्दियो
1 केजीको मस्त छ साथीहरू भन्थे वीरेन्द्र निकालिहाल्छ वीरेन्द्र नाइस है लोकेसन पनि चेन्ज गरेर साथीहरू पयर गाडी बडा हामी अहिले यहाँ माथि दार्जिलिङ र भन्दा मुनि आइसकेका छौँ आज यहाँ हान्ने हो अस्ति योभन्दा माथिबाट निकालेको यो माथिबाट आज यहाँ हान्छौँ हिजो चाहिँ तल बयर गाडी गरेर निकाल्यो साथीहरू एउटा